13 Pro Max हो यो है लोगो रिस्टार्ट छ है लोगो रिस्टार्ट छ अब यसमा चाहिँ हजुरको ब्याट्री भन्नु होला ब्याट्री फेरि लगाइरहेछ है अब यसैमा हामी अर्को एउटा के हेर्छौं भने अब डीसी सप्लाईबाट लगाउँदा रिस्टार्ट हुन्छ नि है अब एकचोटी डीसी सप्लाईबाट लगाएर हेरौं डीसी सप्लाई लगाएँ है अब डीसी सप्लाई लगाएर म अन गर्छु लोगो आयो डीसी सप्लाईबाट पनि रिस्टार्ट छ लोगो रिस्टार्ट है अब यस्तो समस्या आयो भने कसरी समाधान गर्ने त अब यो बोर्डको समस्या हो या बोर्डमा के समस्या हो हैन अब मेन कुरा यहाँ लजिक लाग्छ है तपाईले यहाँनेर गलत वे पक्रिनु भयो भने बोर्डले चाहिँ धेरै काम गर्ने माध्यम पनि बनाइदिन्छ तर सही वे पक्रिनु भयो भने सानो कुराले सोलुसन गरिदिन्छ एकचोटी हामी ट्राई गर्छौं है यसलाई हामी अगाडि ट्राई गरौँ न के हुँदो रहेछ ल हजुरको यो अघि रिस्टार्ट प्रब्लम थियो जो हामीले डीसी रिडिङबाट गर्दा पनि रिस्टार्ट हुने र तपाई ब्याट्री लगाए पनि रिस्टार्ट हुने यस्तो समस्याहरु धेरै कारणले आउँछ है अब यस्ता समस्याहरु तपाईको आइराछन् 13 14 15 आइफोनको कुनै पनि सिरिजमा आइराछ भने आउनुस् मात्र म्याक्सिमम 1 घण्टाको टाइम 1 घण्टादेखि 2 म्याक्सिमम 2 घण्टा को टाइम लिएर आउनुस् अन द स्पॉट सोलुसन गरेर लिएर जानुस्।